एक दशकको लामो ग्यापपछि लेजेन्डरी डिरेक्टर तुलसी घिमिरे फेरि फर्केका छन् डिरेक्सनमा फिल्म पहाड मार्फत। पहाड मल्टी स्टारर फिल्म हो। मदन कृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, सुनिल थापा, विपिन कार्की, प्रियङ्का कार्की नाम चलेका कलाकारसँगै लिड रोलमा भने फिल्म महापुरुषमा अञ्जना बराइलीको जोडी बनेका अरुण छेत्री अनि उनलाई साथ दिएकी छिन् स्वयं भारती र तुलसी घिमिरेको छोरी पञ्चमी घिमिरे। पञ्चमीको यो डेब्यू फिल्म हो। वैशाख 1 मा रिलिज हुने फिल्मले युवाहरू विदेश पलायन हुँदा खाली भएका पहाड अनि पहरा यसले निम्त्याउने सामाजिक समस्याबारे कथा खुलाउँछ। लेजेन्डरी म्युजिसियन रञ्जित गजमेर स्वयं तुलसी घिमिरेको लेखन फिल्म पुरा कमर्सियल देखिन्छ।